हामीले एउटा गीत लेखेका छौँ। गीतको बोल रहेको छ, हेर आज कृतिले कस्तो गीत गायो, हेर्दा हेर्दा हेर्दै अब बिदाई। हरेक दिन स्मृतिका पान्ना पल्टाउँछु, हरेक दिन आँसुका रुदनका गीत सुन्छु, हरेक दिन साथीहरूको मुस्कान मनमा बास गर्छ, अझै बिदाईको त्यो घडी सम्झन्छु हरेक दिन। आजको बिछोड दिनलाई रमणीय पलमा बिताउला र जिन्दगी भनेको आफैले कोरेर बनाउने तस्बिर हो। In charge, all the primary level to secondary leaders, all the teachers, all the presented here, all the respected guardians and my all शिक्षा विभाग सङ्घका अध्यक्षज्यू, यहाँ यस विद्यालयका प्रिन्सिपल एवं फाउन्डर सर, यहाँ उपस्थित हुनुभएका हाम्रा आदरणीय गुरु। धुलो माटोको जीवन एउटै हो, फरक यति मात्रै हो, धुलो माटोलाई हुरी बतासले उडाएर लैजान्छ भने मानिसलाई समयले भन्ने लेख्नु भएको थियो। मलाई तर महसुस खास, साधारण म खास महसुस, प्रकृतिसँगै सानो रमाइलो पल, मुस्कानमा लुकेको मेरो कथा, मुस्कानमा लुकेको मेरो सानो कथा। फर्स्ट अफ अल थ्याङ्क यू सो मच। जस्तै कि म ओपिडी म्याथमा अलि लो कम, मतलब एकदमै म म्याथमा कमजोर विद्यार्थीले म यो विद्यालयमा आइसकेपछि मैले ओपिडी म्याथ मैले जोइन गर्न कसरी आर्ट गरेँ त? मलाई पक्कै पनि आशा थियो कि अनुमान एउटा प्यार। आज चाहिँ एससी ब्याच 2082 सालको विदाई कार्यक्रम आयोजना गरिदिनु भएकोमा यस विद्यालय परिवारमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिएर अगाडि बढाएको छ। सुरुमा आउँदाखेरि चाहिँ मैले विद्यालयबाट धेरै कुराहरू सिक्दैन जस्तो लाग्थ्यो, तर मैले धेरै कुराहरू सिकेँ। And respected our principal sir, vice principal sir, and all the teachers, parents, community members, and our school DI in charge, female